तपाईँले मन लाग्दी गर्नलाई छुट दिएको चाहिँ होइन फेरि यो पनि नबिर्सनुहोस् है आन्दोलन छ ट्याक्सी व्यवसायको आन्दोलन छ यातायात व्यवसायको आन्दोलन छ तपाईहरुलाई लुट्नमा यति मजा आइरहेको छ कि छातीमा हात राखेर याद गर्नु सबै राइडरलाई भन्न खोजेको होइन यही भित्र छन् अधिकांश जेन्युन राइडर पनि छन् तर लुट्दै गर्दाखेरि याद गर्नुस् तपाईको फ्यामिली हो कि हैन तिनीहरु तपाईको आफ्नो परिवारको इष्टमित्र हो कि हैन याद गर्नुस् हामीले हरेकलाई सूचना प्रवाह गरेको छौं तपाईहरुले यही मौका भन्ने पाउनु भएको गाडी चलाएको छैन हामीले फ्री अफ कस्ट सर्भिस गर्न लगाएको थियौं अधिकांश राइडरहरुले निशुल्क राइड गरेको थिए तपाई चाहिँ 10 रुपैयाँमा 20 रुपैयाँमा 50 रुपैयाँमा मर्नुहुन्थ्यो कति हुनुहुन्छ यहाँ अहिले त्यो बढी शुल्क लिएर राइड गर्ने आफैले उसको गर्नुस् यहाँ त भन्नुहुन्न थाहा छ मलाई मैले बढी पैसा लिएर राइड गरे भनेर भन्नुहुन्न तर घर गएर एकपटक सोच्नुस् छातीमा हात राखेर सोच्नुस् पब्लिकहरु यस्तो पेनिक भएको बेलामा तपाईलाई लुट्ने छुट्ने कसले दियो